सिमेन्टको खोट चिसो हुन्छ नि त, त्यही भएर अनि म चाहिँ ग्यास भेलाएर लगेर सुँगुरले लाउनेवालामा छु। मेरो सुँगुरहरू यसरी पर्खिरहेछ, किले यसरी नाच्यो, झार खायो, अब सुत्छ यहाँ। उहाँले चाहिँ दुध ल्याएर आइसक्नु भयो साथीहरू। म चाहिँ निन्द्राबाट भर्खर उठेको जस्तो देखिन्छ होला साथीहरू। चिया पनि हालिसके साथीहरू, अब यसलाई तयार भयो साथीहरू। चिया खाने मान्छे मौसम चाहिँ देख्न सक्नुहुन्छ, यस्तो के अरे हुस्से लागेको छ, चिसो चिसो छ मौसम भने जस्तो चाहिँ हुस्से लाग्ने बेहुरा। खाना पनि चुलामा बसाइसक्यो साथीहरू। गुन्द्रुकको सब्जी पाकेर तयार भयो। नानीहरूलाई माम दिएपछि सुँगुरको चारो यसरी तताउने पनि खाना तयारी भइसक्यो साथीहरू। यो चाहिँ गुन्द्रुकको सब्जी। किनीमाको अचार। सुँगुरलाई चारो पनि लगाइसके। सुँगुरले चारो पनि खुसी भएर खाँदैछ। मेरो चारवटा चल्ला चाहिँ यत्रो यत्रो भयो साथीहरूको चारो खोज्नु जाँदैछु। बिसाए एकछिन सुते उठे, मलाई देखेको छैन ल। भिजाइसके साथीहरू। भनेर यो चाहिँ पर तुम्बाखामा कोसेली लानु आँटेको दिदी। तरुल तयार भइसक्यो साथीहरू। शुभ बिहानी साथीहरू। आजको दिन चाहिँ उज्यालो भइसकेको छ मेरो चाहिँ। आज चाहिँ हेर्नु हुस्से लागेर अँध्यारो दिन भइरहेछ। अनि आज चाहिँ पानी पनि एक बिहानै जाडोले गर्दा होला काहीँ पानी नकाटेर बिहानै आइसकेको छ साथीहरू। अनि मैले चाहिँ पानी चाहिँ सब्जीबारीमा यसरी लगाइसकेको छु साथीहरू, सब्जीबारीमा। अनि यहाँनिर पनि मेरो सब्जीबारी भयो। अब हुस्से लाग्न थाल्यो साथीहरू, बहुत जाडो हुन्छ। अनि म चाहिँ बिहान डोको बोकेर सुँगुरलाई जाडो गऱ्यो नि, सुँगुरलाई झार काट्नु जाँदै गरेको साथीहरू। अब साथीहरू मैले चाहिँ यो सिमल तरुल बारीको होइन झ्यासहरूलाई टिपेर एक डोको बनाउनु पर्ने हुन्छ। सुँगुरले साह्रै चिसो भयो, सिमेन्टको खोट चिसो हुन्छ नि त, त्यही भएर अनि म चाहिँ झ्यास भेलाएर लगेर सुँगुरले लाउनेवालामा छु साथीहरू। मेरो सुँगुरहरू यसरी पर्खिरहेछ। अनि मैले झार चाहिँ ल्याएर आइसकेँ, अब मैले लगाइदिन्छु। सुँगुरहरू खुसीले यसरी नाच्यो, झार खायो, अब सुत्छ यहाँ। उहाँले चाहिँ दुध ल्याएर आइसक्नु भयो साथीहरू। अब हामी चिया पकाएर खाने। अहिले चाहिँ बिहानको 8 बजे साथीहरू। मैले दुध बसाइदिएँ, अब यसलाई चिया बनाएर खाने। पानी खानु पर्यो भनेर अघि सारेको त चिसो पो भइसकेछ तल गएको त। म चाहिँ निन्द्राबाट भर्खर उठेको जस्तो देखिन्छ होला साथीहरू। म बिरामले गर्दा मेरो अनुहार त्यस्तो भइराखेको छ। बल्लैले चल्नुपर्छ नि, के गर्नु, मन सुतिराख्नु लागेको छ, तर काम गर्नुपर्ने एक्लै, त्यही भएर जबरजस्ती काम गर्दैछु साथीहरू। मैले दुधलाई यहाँ राखेँ अनि चिया पनि हालिसकेँ साथीहरू। अब यसलाई तयारी हुने समय मात्रै बाँकी छ। चिया तयार भयो साथीहरू। चिया खाने मान्छे अनि चिया तयार भइसकेको छ। यो चाहिँ सानो नानीलाई दुध लगाइदिने। हामी यसरी खानालाई अब तयार गर्यो साथीहरू। बाहिरको मौसम चाहिँ देख्न सक्नुहुन्छ, यस्तो के अरे हुस्से लागेको छ, जाडो जाडो। मेरो नानी चाहिँ आँगनमा बसिराखेको छ। चिसो चिसो छ मौसम भने जस्तो जाडो मौसम साथीहरू। हुस्से लागेर आजदेखि हुस्से सुरु भयो। यो झापामा चाहिँ हुस्से लाग्ने बेहुरा। अनि अब चिया सिया खाइसक्यो हामीले। अनि खाना पकाउने, त्यसपछि सुँगुरको चारोमा जाने। खाना पनि चुलामा बसाइसक्यो साथीहरू। उम्लिएको चाहिँ छैन, उम्लिनु लाग्यो। अब यसलाई चाहिँ टक्क गुन्द्रुकको झोलसँग खानु भनेको साथीहरू। गुन्द्रुकको सब्जी पाकेर तयार भयो। अनि मैले पस्केर नानीहरूलाई पनि खानु दिइसकेँ साथीहरू। अब मेरो चाहिँ काम सुँगुरको चारो तताउने हुन्छ। यो चाहिँ माम, यहाँ नुन। मेरो चाहिँ काम नानीहरूलाई माम दिएपछि सुँगुरको चारो यसरी तताउने। अब यो तातिन्जेल म खाना खान्छु। अनि खाना खाएर चाहिँ चारो दिने साथीहरू। मेरो पनि खाना तयारी भइसक्यो साथीहरू। यो चाहिँ गुन्द्रुकको सब्जी अनि यो चाहिँ खाना मेरो।
मजा आयो। किनेमाको अचार, त्योहरू मैले सुँगुरलाई चारो पनि लगाइसकेँ। सुँगुरले चारो पनि खुसी भएर खाँदैछ। झ्यास लगाइदिएको सबै सुँगुरले आफ्नो चारो खानेमा लाएछ। आजदेखि मैले सुँगुरलाई बिहान र बेलुका मात्रै चारो दिने निर्णय गरेको छु। किन भन्दा नि साथीहरू, 3 चोटि दिनुपर्दा दिउँसो तताउने जागर हुँदैन, अनि चिसो चारो खाएर सुँगुरहरू अलिक जाडो मान्छ। अनि त्यही भएर म बिहान र बेलुका मात्रै तताएर दिनेवालामा छु साथीहरू। त्यही भएर आज मैले 10 बजी मात्रै चारो दिएँ। अब भरे बेलुका 4 बजीतिर दिन्छु साथीहरू। जाडो छ नि त, अनि अब घाम अलि लाग्यो हुसी हटेर अब कुखुराहरूलाई चाहिँ सबैलाई निकाल्नु पर्ने हुन्छ। अनि म एकछिन आराम गर्छु। एकछिन सुतेँ, उठेँ, अब लागेको है म साथीहरू। मेरो 4वटा चल्ला चाहिँ यत्रो यत्रो भयो साथीहरू। यो नानीले अहिले भात पोखाएर खाँदाखेरि अनि यहाँ कुखुरा छोडिदिएको साथीहरू। मैले नि साथीहरू मेरो नानीहरूलाई चाहिँ यहाँ आन्टीकोमा पठाएको छु कि यहाँ के गर्दैछ हेरौँ ल, कसो कसो गर्दैछ, के चकचक गर्दैछ। मलाई देखेको छैन ल। के बोलाएर ती सानो केटा, किन त अनेक्का खाएको? मेरो छोरी चाहिँ यसरी खेल्दैछ यहाँ आएपछि खुब खुसी हुन्छ। यो सिकाने भेडा हो। सुँगुरको चारो थोरै थोरै ल्याएँ, हरियो चारो दाम्चासँग मिसाउँछु। उनीहरूको लागि लुगा भिजाइसकेँ साथीहरू। नानीहरूको लुगा हिजो भिजाएको, चिसो पानीले गर्दा नि टाउको यहाँ दुखिरहेछ चिसो पानीको कारण। साथीहरू तरुल खनेर यो चाहिँ पर तुम्बाखामा कोसेली लानु आँटेको दिदीहरूलाई। अनि मैले चाहिँ खाजा खाने यहाँ उसिनेको अझै पाकेको छैन, अनि मैले उसिनिराखेको छु साथीहरू। तरुल तयार भइसक्यो साथीहरू। दिदीहरूले चाहिँ खाएर गइसक्नु भयो, अनि ट्याक्कै म चाहिँ अब खानेवालामा छु साथीहरू। बहुत मिठो।